Hello, get ready with me for छठ पूजा। फर्स्टमा चाहिँ मैले मेरो मुख फेस वासले दिएँ हैन, अनि त्यस पछाडि अब चाहिँ यसको मोइस्चराइजर। मेरो फेस चाहिँ अलिकति सेन्सिटिभ छ, एक्ने प्रोन स्किन हो नि त, अनि त्यही भएर म डर्माटोलोजिस्टले सजेस्ट गरेको क्रिमहरू मात्रै युज गर्छु, त्यो बाहेक युजै गर्दिनँ। अनि यो पनि मैले डक्टरले सजेस्ट गर्नुभएको नै युज गरेको हो। त्यस पछाडि यसको सनस्क्रिन चाहिँ जहिले पनि ट्याप गरेर लाउनुपर्छ अरे, अनि मात्रै स्किनले एब्जर्ब गर्छ अरे। मैले चाहिँ यो चाहिँ सिकेको कुरा हो, डक्टरले मलाई सजेस्ट गर्नुभएको यसरी गर्नु भनेर। थाहा छैन यसको फाइदा के छ, आखिर दल्ने त दल्ने नै हो हैन, तर पनि म ट्राई गर्दैछु। म चाहिँ पर्फेक्ट मेकअप आउँदैन, बट स्टिल अलिअलि सेल्फ मेकअप टाइप गर्छु, आफूलाई पुग्छ जे होस् एभ्री फङ्सन एटेन्ड गर्नलाई। प्राइमर लगाइसकेपछि यसलाई एटलिस्ट 10 मिनट स्किनलाई एब्जर्ब गर्नलाई छोड्नुपर्छ अरे नि त, अनि मात्रै यसको काम हुन्छ अरे क्या, युज हुन्छ जे होस्, मतलब यसले काम गर्छ भन्न खोजेको स्किन प्रोटेक्सनको लागि चाहिँ। अब 10 मिनटसम्म चाहिँ अब म आइब्रो बनाउँदै गर्छु। आइब्रो बनाउनको लागि चाहिने भनेको मेन दुईवटा यो ब्रस, एउटा स्पुली अनि एउटा यो सेपिङ ब्रस, अनि यो आइब्रो मसँग जेलबाट छ, अनि एउटा स्पोन्ज अनि कन्सिलर। मैले चाहिँ मेरो आइब्रो बनाइसकेँ कम्प्लिटली, अनि अब यो बाँकी रहेको रिमेनिङलाई चाहिँ अब ब्लेन्डरले ब्लेन्ड गर्नुपर्छ, अनि मात्रै लेभल मिल्छ, एक लेभल मिल्छ। मेरो आइब्रोको चाहिँ यस्तो फाइनल लुक भयो। अब चाहिँ आई मेकअपको लागि पनि मैले कन्सिलर लगाइसकेको छ, त्यस पछाडि अब आई मेकअप गर्ने। मेरो ओभरअल आई मेकअप चाहिँ यस्तो भएको थियो। पर्फेक्ट त हुँदैन, तर यतिको हुन्छ। म चाहिँ सुरुमा फाउन्डेसन लगाउँछु, त्यसपछि मात्रै आइलाइनर हेटोर लगाउँछु क्या। मैले चाहिँ युज गर्ने यो हो। आई मेकअपहरू गर्दासम्म 10 मिनट पनि भइसक्छ नि त, प्राइमर लगाएको अनि ठिक्क हुन्छ। सो त्यही भएर पनि मेरो चाहिँ स्किन भनेको अनियो हुन्छ क्या, टी सेप हुन्छ नि, त्यस्तो अनियो पनि छ। अनि एउटै फाउन्डेसन लगायो भने अलिकति मिल्न अलिकति गाह्रै हुँदो रहेछ। मेकअप गरिसकेपछि लिपस्टिक नलाइकन कस्तो देखिन्छ क्या। सो सुरुमा चाहिँ म लिपस्टिकै युज गर्छु, अनि लिपस्टिक चाहिँ फेरि म त्यसपछि सोनाटाको आइलाइनर। म चाहिँ जहिले पनि आइलाइनर लाउँदाखेरि विङ्सबाट स्टार्ट गर्छु, किनभने विङ्सलाई नै धेरै टाइम लाग्छ नि त मिलाउँदा,
मिलाउँदा। त्यही भएर मेरो ओभरअल चाहिँ यस्तो बनाएँ मैले मेरो आइलाइनर। कम्प्लिट चाहिँ लाउँदिनँ म, हाफ मात्रै लाउँछु। त्यसपछि चाहिँ म यो भोल्युमको मस्कर लाउँछु। मलाई चाहिँ एकदमै मनपर्छ। मिलाएर लायो भने त पर्फेक्टली लाग्छ नि त। धेर बक्लो पनि हुने होइन, पातलो पनि हुने होइन। सो अब रह्यो टिका। मलाई चाहिँ मेकअप टिका बिना इन्कम्प्लिट लाग्छ। ब्लसर चाहिँ म यसरी हल्का हातैले लगायो भने मलाई चाहिँ ठिक्क लाग्छ। अनि हाइलाइटर चाहिँ मसँग यो छ। हाइलाइटर पनि मलाई बढी लगाएको मन पर्दैन, सो थोरै। मेकअप चाहिँ मेरो यति नै हो। मलाई चाहिँ यो लाइनर हुन्छ नि, लाउनु मन लाग्यो थियो, बिर्सिरहेको रहेछ। लगाएर देखाउँछु ल। मलाई चाहिँ यसरी आँखाको यस्तो कुना भागमा त्यसरी लगाएको एकदमै मनपर्छ। नर्मल पनि म लगाइरहन्छु घरमा पनि। अब चाहिँ कम्प्लिट। मेरो चाहिँ कपाल एकदम ड्राई छ कि, अनि छोड्नै मिल्दैन। छोड्यो भने लाग्छ यति धेरै बाक्लो छ कि फरर उडेर हैन। बट एकदमै ड्राई अनि रफ। ड्राई भयो भने म चाहिँ यसरी व्याक्स स्टिकले काम चलाउँछु। यो नहुँदा त त्यस पछाडि यसरी कमले यसरी मजाले कोर्यो भने यति स्मुथ देखिन्छ नि कपाल। हेयर स्टाइल पनि दामी हुन्छ। सो म त जहिले युज गर्छु। फर्स्टमा चाहिँ मैले यति मात्रै कपाल यसरी माथि पाने, माथि जुरो बनाउनको लागि। त्यस पछाडि बाँकी सबै कपाललाई पनि त्यही लगेर फेरि अर्को लबरले बाँधिदिने। बाँधिसकेपछि त्यस पछाडि कपाललाई यसरी दुई पार्टमा डिभाइड गर्ने। यसो लेबल गरेर त्यस पछाडि फेरि अर्को रबरले यसरी बाँध्ने। बाँधिसकेपछि अनि यसरी हल्का हल्का बाहिर निकाल्ने। अनि यो बाँकी रहेको कपाललाई यसरी रोल गर्दै यसरी तलबाट घुमाउने। घुमाएर यसलाई सानो पिनले अड्काइदिने। सेम प्रोसेस बाँकी रहेको कपाललाई गर्ने। अनि यसो गरेर कपाललाई अलिकति लुज बनाउने। अनि यस्तो भयो मेरो फाइनल हेयर। छठ पूजाको बेलामा चाहिँ यो कलरको सिन्दुर लगाउनुपर्छ नि त। अनि यो चाहिँ मेरो छठ पूजाको कम्प्लिट लुक।